नेपाली राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको यात्रा असाधारण देखिन्छ। स्थापनाको लगभग 3 वर्षको अन्तरालमा नै बहुमत सहितको राष्ट्रिय स्वतन्त्र पार्टी अहिले सरकारमा छ। यो संसारकै सबैभन्दा पहिलो इतिहास हुन सक्छ। कुनै पनि पार्टी महाधिवेशन भन्दा पहिला बहुमत सहितको सरकार संगठन गरेको छ। यसको कारण के हो तपाईलाई थाहा छ? यसको कारण हो नेपाली जनता पुराना राजनीतिक दलका बाचा व्यवहार र जीवनशैलीबाट थाकिसकेका थिए। उनीहरूले एउटा विकल्पको शक्ति खोजिरहेका थिए। त्यो विकल्प केवल नयाँ पार्टी होइन, नयाँ सोच, नयाँ संस्कार र नयाँ राजनीतिक चरित्र होस् भन्ने अपेक्षा थियो। जनताले रासोपालाई मत दिँदा एउटा स्पष्ट सन्देश दिएका थिए। परम्परागत दल जस्तै पदको भागवण्ड गर्ने, राजनीतिक कमाई खाने भाँडोको माध्यम बनाउने र जनताको विश्वासलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने संस्कार दोहोरिनु हुँदैन है भनेका थिए। रासोपा सभापति रविलाल छानेले पनि सुरुदेखि नै एउटै कुरा दोहोर्याउँदै आउनु भएको थियो। उहाँको सन्देश थियो, मैले पहिलेदेखि नै योगदान गरेको छु, म अमुक नेताको नजिकको मान्छे हुँ भनेर पदको अपेक्षा गरेर पार्टीमा नआउनुहोस्। यो सन्देश धेरैलाई मन परेको थियो किनकि यसले नयाँ राजनीतिक संस्कारको सन्देश दिएको थियो। तर महाधिवेशनपछि देखेको केही दृश्यले भने समर्थकलाई सोच्न बाध्य बनाएको छन्। कतिपय नेताहरूले आफूले चाहे जस्तो जिम्मेवारी नपाएपछि सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरे। आउने दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, एमाले र माओवादीको भन्दा पनि थर्ड क्लास अवस्थामा पुग्ने मैले चाहिँ डर लागिरहेछ मलाई त। अहिले यो पटक कसैले पार्टीको भविष्यप्रति नै निराशा व्यक्त गरे, कसैले पार्टीको व्यवस्थापनको क्षमतामै प्रश्न उठाए। गर्वका साथ हाम्रो पार्टी भनिरहेको थिए, जुन पदाधिकारी छन् त्यसले अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय स्वतन्त्र पार्टीको बेइज्जत गराए। अब यति बोल्नै नहुन्थ्यो, बोलिहाले, तर यति व्यथित गरेर हामीले गर्यो हामीले देश चलाउन सक्दैन हो साथी, मैले अझै भनिदिन्छु। केही अभिव्यक्तिहरू सामाजिक सञ्जालमा निकै चर्चित बने। स्वाभाविक रूपमा कुनै पनि लोकतान्त्रिक पार्टीमा असहमति हुन सक्छ, फरक मत हुनु अस्वाभाविक पनि होइन। तर प्रश्न यो हो, त्यो असहमति कसरी व्यक्त गरिन्छ? पार्टीलाई बलियो बनाउने गरी कि कमजोर बनाउने गरी? यही प्रश्न अहिले धेरै समर्थकले उठाइरहेका छन्। नेपाली मतदाताले वैकल्पिक राजनीति रोज्नु केवल नयाँ अनुहार खोज्नु मात्रै थिएन, उनीहरूले नयाँ संस्कार पनि खोजेका थिए। यदि नयाँ पार्टीभित्र पनि पदकै लागि तानातान, गुटबन्दी र सार्वजनिक आरोप प्रत्यारोपको संस्कृति दोहोरिन थाल्यो भने जनताले पुराना दल र नयाँ दल बीच के फरक पाउने र के फरक देख्ने? अब मेरो व्यक्तिगत धारणा के नेपाली युवाले सडकमा आवाज उठाएको, परिवर्तनको सपना देखेको र नयाँ राजनीतिक शक्तिलाई विश्वास गरेको कारण यही थियो। यदि महाधिवेशनमा पद नपाएकै कारण आफ्नै पार्टीमाथि सार्वजनिक रूपमा प्रहार सुरु हुन्छ भने जनताले प्रश्न उठाउने अधिकार राख्छन्। पद नपाउँदैमा सिद्धान्त पनि हराउने, जिम्मेवारी नपाउँदैमा परिवर्तनको सपना पनि सकिने हो। यदि यस्तो हो भने तपाईँ र पुराना दलका नेताबीच के फरक रह्यो? जनताले तपाईहरूलाई सांसद, मन्त्री वा केन्द्रीय सदस्य बनाउनुभन्दा पहिला परिवर्तनको प्रतिनिधि भनेर विश्वास गरेका थिए। पद त जनताले दिएको विश्वास जोगाउने एउटा माध्यम मात्रै थियो, अन्तिम लक्ष्य पनि होइन। कहिलेकाहीँ लाग्छ केही नेताहरू परिवर्तन गर्नका लागि होइन, कुर्सी परिवर्तन गर्न मात्र आएका हुन्। कुर्सी आफ्नो भयो भने पार्टी महान, कुर्सी अर्काको भयो भने पार्टी नै समाप्त। यस्तो सोचले नयाँ राजनीति जन्मिँदैन। यदि पार्टीभित्र पहिलो प्राथमिकता सेवा होइन, मलाई के पद मिल्यो भन्ने हो भने यो वैकल्पिक राजनीति होइन, पुरानै राजनीतिक रोगको नयाँ संस्कार मात्रै हो। आज रासोपाको हरेक नेताले ऐनामा आफूलाई हेरेर एउटा प्रश्न सोध्न सक्नुपर्छ, म यो देश बदल्न आएको हुँ या आफ्नो परिचय बढाउन? राख्नुहोस्, जनताले यसरी कुनै पनि पद बाँड्नको लागि भोट दिएका थिएनन्। यदि जनताको भावनामाथि यसरी नै खेलवाड भयो भने जनताले आफ्नो मत परिवर्तन गर्न समय पनि लगाउने छैनन्।